गुड मर्निङ एभ्रिवान। सो आज चाहिँ म यो यस्तो पानी खाँदैछु बिहान उठेर। यसमा चाहिँ के छ भन्दाखेरि पुदिना, आम्ला अन्त चुकिन्दर भन्दो रहेछ बिटरुट र यो चाहिँ काटेर पानीमा एक दिन जस्तो घाममा राख्नुपर्छ र घाममा राखेपछि चाहिँ अलिकति फर्मेन्टेड अमिलो अमिलो हुन्छ, बेसी अमिलो पनि होइन, अलिअलि ट्याङ्गी फ्लेभर हुन्छ र त्यसले चाहिँ अब एकदमै स्किनलाई राम्रो गर्छ, जिउमा पनि। अन्त त्यही भएर यस्तो पानी फर्मेन्टेड वाटर खानुभयो भने एकदमै यसले बेनिफिट गर्छ। क्लिन एउटा बोतल मजाले सफा गरेर बोतलमा लाएर पानी लाएर अन्त घाममा एक दिन दुई दिन राख्नुभयो भने अमिलो अमिलो खालको टेस्ट आउँछ। अन्त यसले चाहिँ धेरै फाइदा गर्छ, जिउमा बिमारहरू धेरैलाई रोक्नुलाई हेल्प गर्छ। र यसरी ग्लासमा लायो, हेर्दा चाहिँ रातो देखिन्छ, यो चुकन्दर चाहिँ कलर रातो आउँछ, त्यही भएर पानी रातो भएको।